प्रधानमन्त्रीले भने जस्तो उनका कार्यकर्ता, उनका पार्टीका मान्छेहरू काठमाडौँ कब्जा गर्ने नाममा हाम्रो कार्यक्रममा अवरोध सिर्जना गर्नेतर्फ अगाडि बढ्यो भने त्यसबेला प्रतिकार त जरुरत हुन्छ नै। त्यसबेला हामी आफै भन्छौँ हैन, त्यसबेला हामी भन्छौँ त्यस्तो बेला कसैले पनि हातमा दही जमाएर बस्दैन, प्रतिवाद त हुन्छ नै। यसमा त हेरेर बस्न हुन्छ। हामीले प्रदर्शनमा हुन सक्ने घुसपैठप्रति एकदमै सचेत रहनुपर्छ। आन्दोलन हिंसात्मक बनाउनको लागि सरकार र सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुन सक्छन्, किनभने प्रधानमन्त्रीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर जसरी चाहिँ बोली आउँछ त्यो ढङ्गको आइराखेको छ कि उहाँको बोलीबाट के देखिन्छ भने यो प्रदर्शन भड्कियोस् अनि गोली चलाउन पाऊँ, दोष प्रदर्शनकारीलाई दिन पाऊँ, आयोजकलाई दिन पाऊँ भन्ने जस्तो देखिन्छ। त्यसकारण प्रदर्शनको पक्षधरहरू, हाम्रा सबै कार्यकर्ताहरू यसमा पूर्ण रूपले सचेत रहनुपर्छ। हामीले करिब 2000 युवालाई स्वयंसेवकको सूचीमा राखेका छौँ र यसको नेतृत्व गर्ने साथीहरूले त्यो युवाहरूलाई आफ्नो किसिमको निर्देशन र सुझाव र जिम्मेवारी त दिनुहुने नै छ। तर स्वयंसेवक घोषणा गरिएका, जिम्मेवारी दिएका युवाहरू मात्रै स्वयंसेवक होइन, तपाईँ प्रत्येक कार्यकर्ताहरू, प्रत्येक सहभागी स्वयंसेवक भएर अगाडि बढ्नुपर्छ र तपाईँको छेउमा आउने कुनै पनि मानिस ढुङ्गा हान्न खोज्छ, हिंसात्मक क्रियाकलाप गर्न उद्यत हुन्छ भने त्यस्तो मान्छेलाई निगरानी गर्नुहोस् मात्र होइन, तुरुन्तै पक्राउनुहोस्। त्यो सरकारको तर्फबाट घुसपैठ गराइएको मानिस पनि हुन सक्छ र हाम्रै पनि कोही साथी त्यस्तो उत्तेजित छ भने सम्झाउनुहोस्। अहिले हामीले कुनै पनि प्रकारको हिंसा भड्काउने र आन्दोलनलाई हिंसात्मक बनाउने योजना बनाएको छैन। भोलि सरकारको दमन बढ्यो, सरकारले हामीलाई दमनबाटै ठिक लगाउने योजना बनायो अथवा प्रधानमन्त्रीले भने जस्तो उनका कार्यकर्ता, उनका पार्टीका मान्छेहरू काठमाडौँ कब्जा गर्ने नाममा हाम्रो कार्यक्रममा अवरोध सिर्जना गर्नेतर्फ अगाडि बढ्यो भने त्यसबेला प्रतिकार त जरुरत हुन्छ नै। त्यसबेला हामी आफै भन्छौँ हैन, त्यसबेला हामी भन्छौँ त्यस्तो बेला कसैले पनि हातमा दही जमाएर बस्दैन, प्रतिवाद त हुन्छ नै। यसमा त हेरेर बस्ने कुरा होइन। तर हाम्रो तर्फबाट फेरि पनि भन्छु, परिस्थितिलाई उत्तेजित बनाउने कुनै कामहरू हुँदैन।